मेरो हातमा चाहिँ एउटा खाम छ। यो खाम चाहिँ मेरो एकदम विशेष व्यक्तिबाट चाहिँ आएको खाम हो। अनि त्यस पछाडि यो खाम चाहिँ भाइ बहिनी र म तीनजनै भएर चाहिँ पढ्नुपर्ने खोल्नु पर्ने भएको कारणले चाहिँ आज हामी यसलाई चाहिँ अब अनबक्सिङ नै भनौँ न होइन, एउटा यो चाहिँ गिफ्ट हो हाम्रो लागि एकदम ठुलो एक्साइटेड टु अनि सुन्नलाई चाहिँ एकदम एक्साइटेड नै छौँ पढ्नलाई। अनि त्योभन्दा अगाडि चाहिँ मलाई सानो कुराहरू सोध्न मन लाग्यो। फर्स्टमा भाइलाई सोध्छु के छ होला यो भित्र जस्तो लाग्छ हाले। के त हुनु बाबाको एकदम माया हुनु होइन, माया होला। बाबाले सजेस्ट दिनुभयो होला हामीलाई। ओके, अब आमालाई सोध्छु मलाई चाहिँ आफूले के पठाउनु भयो होला जस्तो लाग्छ भने चाहिँ यो भित्र चाहिँ हाम्रो लागि चाहिँ एकदमै स्पेसल गिफ्ट, द्याट मिन्स ब्लेसिङ का विश्वास छ बुवाले त्यही नै पठाउनु भयो। ओके, अब हामी खोल्छौँ। मलाई पनि लाग्छ यो खाम चाहिँ खासमा चाहिँ मेरो आप्पाबाट चाहिँ पठाउनु भएको हो नेपालबाट मेरै हातमा। तर मलाई नेपालमा हुँदाखेरि चाहिँ यो खामभित्र के लेख्नु भएको छ, के शब्दहरू छ, के पनि मलाई थाहा छैन। उहाँहरूले मलाई पढ्न पनि दिनु भएन। हामी तिनैजना बसेर पढ्नु भनेर भन्नुभएको कारणले चाहिँ आज हाम्रो टाइम मिल्यो अनि हामी तिनैजना सँगै छौँ। सुरु गर्छु है, सुरु गरे कस्तो यति ठुलो टेप लगाएर पठाउनु भएको। अब हामी चाहिँ यसरी हेर्नु मन लाग्यो मलाई। मेरो आप्पाको अक्षर देख्दै म रुन्छु होला। होइन हामी तिनैजनालाई आफ्नो नाम हो होइन हामी तिनजना एकै ठाउँमा छ। ओके।